साथीहरू स्वागत छ तपाईँलाई क्रिक नेपाल न्युजमा। आज हामी नेपाल प्रिमियर लिग सिजन 2 को बारेमा केही जानकारी दिन गइरहेका छौँ। नेपाल प्रिमियर लिग सिजन 2 अब सुरु हुन केही दिन मात्र बाँकी छ। नेपाल प्रिमियर लिगको हाइप अहिले एकदमै नेक्स्ट लेभल पुगेको छ। यो सिजन हामीले पहिलो सिजनभन्दा सोचेको भन्दा धेरै ठुलो हुन लागेको छ, किनकि यसपालि लिगमा इन्टरनेसनल प्लेयरहरू र कमेन्टेटर्सहरू जोडिने चर्चा तातिएको छ। अब कुरा गरौँ ठुला प्लेयर जसले नेपालको क्राउड एक्साइट गर्ने गर्दछ। फाफ दु प्लेसी, जिमी निसम, मार्टिन गप्टेल, त्यस पछाडि मार्चन डेलाङ्गे, इमरान ताहिर जस्तो ठुल्ठुलो प्लेयरहरू नेपाल प्रिमियर लिग सिजन 2 मा आउनुभएका छन्। फाफ दु प्लेसी जस्तो विश्व क्रिकेटको सबैभन्दा रेस्पेक्टेड क्ल्याम टेक्निसियल प्लेयर जसले नेपालको क्राउडलाई एकदम ब्रान्डिङ गर्ने लेभलमा पुर्याउने छ। साथै जिमी निसमको त्यो फिनिसिङले गर्दा नेपाली क्राउड अझै एक्साइटमेन्ट पनि हुनेछ। साथै युवा खेलाडीहरूले सिक्ने मौका पनि पाउनेछन्। मार्चन डेलाङ्गेको उनको पेस मसिन जस्तो एक्सप्रेस, उनको पेस सामना गर्नु भनेको नेपाली यङ्स्टरहरूका लागि वास्तविक इन्टरनेसनल एक्सपिरियन्स लिनु जस्तै पनि हो। यी सबै नामहरू नेपाल प्रिमियर लिग सिजन 2 मा आउँदैछन्। यिनीहरूले नेपाल प्रिमियर लिगको लेभल एकदमै ट्रान्सफर रूपमा पुर्याउनेछन्। साथै नेपालमै ग्लोबल क्रिकेटको फ्लेभर पनि आउनेछ। अब कुरा गरौँ कमेन्ट्री साइड। कमेन्ट्री साइडमा झनै ठुलो खबर छ। यसपालिको नेपाल प्रिमियर लिग ब्रोडकास्टिङ कमेन्ट्रीमा आकाश चोपडा जस्तो ओल्ड क्लास एनालाइसिस र जेस क्राउ जस्तो प्रोफेसनल प्रेजेन्टेटर जोडिने चर्चा चलिसकेको छ। साथै क्यानले यसलाई पुष्टि पनि गरिसकेको छ। उनीहरूको भोइस ओभर एनालाइसिस र प्रेजेन्टेसनले नेपाल प्रिमियर लिगलाई इन्टरनेसनल लिग जस्तो लुक दिनेछ र क्वालिटी कमेन्ट्री आयो भने म्याच हेर्नुको मजा डबल हुनेछ र इन्टरटेनमेन्ट त्यसको भन्दा बढी हुनेछ। इन्टरनेसनल प्लेयर आएपछि नेपाली यङ्स्टर प्लेयरहरूको ग्रोथ झनै बुस्ट हुनेछ। साथै यङ प्लेयरहरूले इन्टरनेसनल प्लेयरबाट सिक्ने मौकाहरू धेरै पाउनेछन्। बिग प्लेयरसँग प्र्याक्टिस गर्दा या बिग प्लेयरसँग खेल्दा प्रोफेसनल सिक्ने तरिका पनि हुनेछ र उनीहरूले प्रेसर कसरी ह्यान्डल गर्ने, सिचुएसन कसरी ह्यान्डल गर्ने, यी सबै कुराहरू प्राप्त गर्नेछन् ठुलो प्लेयरबाट। नेपाली खेलाडीहरू रोहित पौडेल, कुशल मल्ल, आसिफ शेख, गुलसन झा, कुशल बुटेल, दिपेन्द्र सिंह हेरी, साथै सन्दीप, सबै यङ्स्टर प्लेयरहरूको लागि यो झन् अपर्च्युनिटी जस्तो हुनेछ। उहाँहरू एकदम राम्रो खेलाडी हुनुहुन्छ, तर उहाँहरूले अझै सिक्नुपर्ने जरुरत छ, जुन इन्टरनेसनल प्लेयरहरूले नेपाली प्लेयरलाई सिकाउनेछ। फ्यान्सहरूको प्रतिक्रिया के छ भन्दाखेरि फाफ दु प्लेसी आएपछि धेरैजसो फ्यानहरू धेरै खुसी भएका छन्। साथै जिमी निसमले केही समय अघि एनपिएल खेल्न नआउने कुरा गर्दा र पोखरा एभेन्जर्सले उनलाई भित्राउँदाखेरि फ्यानहरू झनै खुसी भएका छन्। जिमी निसम, फाफ दु प्लेसी, मार्चन डेलाङ्गे जस्तो ठुलो प्लेयर आएपछि सबै खुसी भइरहेको छन्। यसका साथै नेपाल क्रिकेट सङ्घले टिकटको पनि बुकिङ खुल्ला गरिसकेको छ। साथीहरूले टिकटको माध्यमबाट हेर्न सक्नुहुनेछ। साथै टिभीमा हेर्न नसक्ने साथीहरूले डिस होम गो एपमा सब्सक्रिप्सन लिएर हेर्न सक्नुहुनेछ। सो गाइज, तपाईँहरू रेडी हुनुहुन्छ? हामीहरू रेडी छौँ। नेपाल प्रिमियर लिग सिजन 2 यसपालि नर्मल लिग होइन, इन्टरनेसनल प्लेयर, बिग कमेन्ट्री, नेपाली यङ्स्टरको साथ नेपालको क्रिकेट हिस्टोरी नयाँ च्याप्टर सुरु हुन लागेको छ। अब हामी विश्वका ठुला लिगहरूमध्ये एउटा लिग पनि हुनेछ। अब हाम्रो लिग सबैले चिनेछन्, सबैले देख्नेछन्, सबैले हेर्नेछन्। त्यसैले यो वर्ष एनपिएललाई सबैले समर्थन गरौँ, सबैले साथ दिउँ र बाँकी क्रिकेट समाचारको लागि क्रिक नेपाल न्युजलाई फलो गरौँ। धन्यवाद।